गाइस दिस इज कृपेश आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज बिहान उठेँ, बुक पढेँ। अनि आज चाहिँ बाहिर गएको पढेन, मैले बिहान उठेर कोर्स बुक पढेछु आज। अनि दादा स्कुल जान रेडी हुँदै हुनुहुन्छ, अब एकछिन म पनि निस्किन्छु। अनि आमा नास्ता पकाइदिँदै हुनुहुन्छ। अब एकछिनमा म पनि रेडी हुन्छु, कपडा चेन्ज गरेर स्कुल ड्रेस लगाउँछु। आज ट्युसडे, पर्सिदेखि इक्जाम छ। डर हल्का फुल्का लागिरहेछ, धेरै पनि लाग्छ छैन। सो स्कुलबाट पुगेँ अनि नास्ता खाएर अब पढ्न लाग्छु। अनि इक्जाम पनि नजिक आइसक्यो, डर लागिरहेछ, स्ट्रेस लेभल एकदम हाई भइरहेछ। अनि अब एकछिन पढ्छु, एक डेढ घन्टा, त्यसपछि बाहिर फ्रेस हुनको लागि जान्छु। पढ्दा पढ्दै फेरि माइन्ड अझ स्टप हुन्छ, त्यसैले बाहिर एकछिन घुमेर आउँछु। गुहेश्वर जान्छु, दादासँग कुरा गर्छु एकछिन, आधी एक घन्टा बसेर अनि आएर अझ पढ्छु। 11 बजीसम्म पढ्छु अनि त्यसपछि सुत्छु। अनि बिहान छिटै उठ्नु छ 3 बजे नै। अनि अझ बिहान उठेर पढ्छु। इक्जाम आइसक्यो, पर्सिदेखि इक्जाम, स्ट्रेस लेभल एकदमै हाई भइरहेछ। सो बेलुकाको खानापिना खाएर अनि पढ्दै थिएँ। गुहेश्वर चाहिँ गएन आज, म पढ्दै थिएँ। अनि पढ्दा पढ्दै बिजी भएरै टाइम अहिले धेरै नै बितिसक्यो, 8:30 8:30 त्यस्तै भइसक्यो। अनि आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ, बाइ।